Happy New Year. Vinaj, Happy New Year. हाम्रो दिदी विनाज आउनु भयो। कति धेरै ल्याउनु भएको? थ्यांक नयाँ सालको शुभकामना छ। सालभरि खुसी हाँसी रहनुहोस्, दुख बिमारले छोडोस्। आउनुपर्छ। हिजै एकछिन म जान्छु, निम्ता छ मेरो भन्नुपर्छ। आशीर्वाद दिनुहोस् पहिला जानुपर्ने। दिदीको पाउर आयो है। पाउर 1 वर्षको रोटी आयो। हामी अब खान्छौँ। दिदीले खोल्दै हुनुहुन्छ, हेर्दैछौँ रोटी कस्तो छ। मिठाई पनि आयो। दिदीले बिनाजुले ल्याउनु भएको घरबाट। रोटी आयो दिदीको घरबाट। चलिरहेछ मिठाई खानेको सरकार चलिरहेछ। सबैजना खाँदै हुनुहुन्छ। यता फेरि सेलरोटी आयो। सेलरोटी बस्नुहोस् तपाईँहरू। जाँदैछौँ खाजा साजा खाएर सबैजना फुल्नेर सबैजनाको निधारमा टिका टल्काउँदै आज त हामी चढिरहेछौँ, हिँडिरहेछौँ। सबै डराइरहन्, कोही डराहन्, कोही डराएन। उता दिदी डराएर पाउनु छ। उता भिनाजु पछाडि अगाडि हिँडिरहेछन्। अरू यता पछाडि यस्तो राम्रो सिन छ है। तर यस्ता अझै डराउने पार्टी आउँदैछन्। त्यो पोल्स बनेछ है। त्यो लामो, सबभन्दा लामो पोल गुल्मीको। यिनीहरू डराउने पार्टीहरू अगाडि पनि छन्। पार्टीहरू सबै पछाडि छन्। ऐसाले टिचिन लाइछि नेनु त एउटा छ ऐसालु हामी घुम्दै आन्टीले खाइदिनु मेरो ऐसालु ल रियाक्सन दिनु आन्टी कस्तो छ मिठो छ अलि राम्रो भयो अमिलो चलो वाओ
कस्तो मिठो छ एकदम मिठो छ मिठो ल यसरी टिप्न जानु हो मम्मी बाटोमा हिँड्दै हिँड्दै अब घर जाँदैछौँ आज हाम्रो न्यु इयर यसरी रमाइलो भयो सबैजना घुम्न आयौँ झरना ल झरनालाई हेर्नुहोस् सबैजनाले ग्याङ अगाडि हिँडिरहेको छ एउटा ग्याङ यता पछाडि छ एउटा ग्याङ हाम्रो ग्याङ हो यो सबै कुँवर परिवार हो यो सबै कुँवर परिवार सबै यहाँ तिनधारामा कति पानी लिन आउँथ्यौँ ल ओ आची सबै यहाँ तिर्खाएर पानी खाँदैछन् ल खानुहोस् तिनधाराको पानी सबैजनाले ल खानु मम्मी तिनधाराको पानी खानामा हामी कति लिन आउँथ्यौँ यहाँ कति भिड हुन्थ्यो नुहाउन कपडा धुन तिनधाराको पानी खानको छुट्टै मजा छ जीवनले देख्नु होला कि एउटा लाटा भएको थियो यस्तो पानी त जति खर्च गरिन हामी पार्टी खानु कि खानु यति खानु न यहाँका पानीको शक्ति आउँछ खानु पानी एकदम राम्रो छ हो वहाँ फोटो बाँसको यतातिर कम्ती छ नि त कुनातिर यता डल्लीको कुइँ गरेर खाइन्छ ल सबैजना घुमेर अब सिडी चढ्दै धारा आउने गरेन नि अलि पर जान धारा आउने गरेको तिमीहरू यहाँ कपडा धुन नुहाउन पानी बोक्न कति धौ हुन्थ्यो न कस्तो थियो न पहिला अहिले त के बोकिस् र त इन्डियाकै केसतिर मैले पनि बोकेँ नि अलिअलि त पानी भर्ने कपडा धुने यहाँदेखि हामीले गाग्री यहाँ राखेर माथि पुर्याउनु पर्थ्यो साँच्चै होला कि हजुर साँच्चै होला कि रे मैले त यति गेलिनका जाउनाले केही देखेकै छैन बल्ल देखेको छ त्यसले भन्दैछ है हेर्नु है सुन्नु है सबैजनाले गफाडी एक नम्बर फेरि लभ जोडी अगाडि पुरा समातेर पोज दिँदै पानी बोक्नु कि नै बोकेन त कति धेरै वर्ष बोके बिनाजुल त बोक्दैन बिनाजुल त खाएर बोक्न त बोक्दैन बिनाजुले पढ्न आउँदाखेरि त बोकिन् के पढ्दाखेरि त तपाईँले बोक्नु कि यता हेर्नु मैले त जुनी जो बिताएँ के यहीँ बोकेर कपाले घरै छै बेकेर ल अरे ल हेर्नु है सबैजनाको गुनासो सुन्नु है कोकनले के गर्नुभयो भनेर तिनधारामा हेर्दै जानु सबैजनाले गाइजहरू आजलाई भिडियो यति नै अब अर्को नेक्स्ट भिडियोमा भेटौँला होइन त हो आज दिनभरि के भयो हजुरहरूले देखिसक्नु भएको छ होइन कस्तो लाग्छ प्रतिक्रिया दिनु होला सब्स्क्राइब गरिदिनु होला अब दिदीलाई माया देखाइदिनु होला है अब नेक्स्ट भिडियोमा भेटौँला बाई बाई हुँदैछ फेरि लियो र मोफिनको भिडन्त हेर्नु न यहाँ गाइजहरू दुईजना भिडन्त दुईजनाको यहाँ कुकुरसँग डराएको अवस्था सबैजनाहरू सबै डराइरहेछन्